कुनै समयको कुरा हो, काठमाडौँ उपत्यकामा एउटा सहर थियो जसलाई अहिले पाटन भनिन्छ। पाटन निकै सुन्दर थियो, जहाँ रङ्गीन मन्दिरहरू, रमाइला पर्वहरू र खुसीले भरिपूर्ण मानिसहरू बस्थे। तर एक दिन पाटनमा पानी पर्न छोड्यो। नदीहरू सुक्न थाले, खेतहरूमा बाली उम्रिन छोडे र सबै मानिसहरू चिन्तित भए। बच्चाहरूले खेल्न पानी थिएन र किसानहरूले आफ्नो खेतमा काम गर्न सकिरहेका थिएनन्। सबैले देवताहरूसँग पानीको लागि प्रार्थना गरे, तर पानी परेन। पाटनका सबैभन्दा बुद्धिमान वृद्धहरूले एउटा महत्त्वपूर्ण निर्णय गरे। उनीहरूले उपत्यकाका बाहिर गएका देवता बुङ्गद्या खोज्न जाने निर्णय गरे। बुङ्गद्या वर्षा देवता थिए जसले पानी ल्याउन सक्थे। वृद्धहरूले लामो यात्रा गरे, पहाड र जङ्गल पार गरे र अन्ततः असम भन्ने ठाउँमा पुगे जहाँ बुङ्गद्या बस्थे। पाटनका वृद्धहरूले बुङ्गद्यासँग ठूलो श्रद्धा र आदरका साथ भेट गरे। हामीलाई मद्दत गर्नुहोस् हे बुङ्गद्या, वृद्धहरूले भने, हाम्रो सहर प्यासले मरिरहेको छ, हामीलाई पानीको आशीर्वाद दिनुहोस्। बुङ्गद्या उनीहरूको दुःख देखेर द्रवित भए। म पाटन जान तयार छु, बुङ्गद्या भने। उनी ठूलो मौरीको रूपमा रूपान्तरण भए र वृद्धहरूसँग पाटन फर्किए। पाटन आइपुग्दा बुङ्गद्या आफ्नो दिव्य रूपमा फर्किए। चाँडै नै बादलहरूले आकाश ढाक्यो र लामो समयदेखि प्रतीक्षित वर्षा बर्सियो। नदीहरू फेरि बगे, खेतहरूमा हरियाली छायो र पाटनका सबै मानिसहरूले खुसीले चिच्याउँदै उत्सव मनाए। सम्पूर्ण सहर आनन्दमय उत्सवमा भरियो। रङ्गीन पटाका हावामा झुल्दै, सङ्गीत र हास्यको ध्वनि सबैतर्फबाट फैलियो। मानिसहरू सडकमा नाच्दै उनीहरूका अनुहारमा खुसीको प्रकाश छोइरहेको थियो। सम्पूर्ण सहर आनन्दमय उत्सवमा भरियो। वर्षा देवता बुङ्गद्याको सम्मानमा पाटनका मानिसहरूले रातो मच्छिन्द्रनाथ जात्रा मनाउने निर्णय गरे। त्यस दिनदेखि मानिसहरूले हरेक वर्ष मच्छिन्द्रनाथको जात्रा मनाउन थाले। यस जात्रामा मानिसहरूले ठूलो रथ बनाउँछन् र त्यसमा बुङ्गद्या रातो मच्छिन्द्रनाथको मूर्ति राखेर सहरभरि घुमाउँछन्।